बाक्लो जङ्गलको बिचमा गन्न सकिने घरका बस्तीहरू देख्दैछौँ। छत्रकोट गाउँपालिका वार्ड नम्बर 3 साबिक हर्नेटा गाविस वार्ड नम्बर 7 चोइङ्गाको यो दृश्य। जङ्गलले घेरिसकेको अवस्था छ। यसै जग्गा बाँझो हुँदै गयो भने घर नजिकसम्म जङ्गल पुग्नेछ र स्थानीयहरू बस्ती छोडेर विस्थापित हुनुपर्नेछ, सहरतिर लाग्नुपर्नेछ। तपाईहरु देख्न सक्नुहुन्छ चारैतिर जङ्गलले घेरिएको यो चोइँगा। सुक्खा याममा आगलागीको पनि डर छ। बस्ती पातलो हुँदैछ, जङ्गल क्रमशः बढ्दैछ। देखिएका घरमा पनि कयौं घर खाली छन्। यसरी ग्रामीणको बस्तीको समस्या यहाँ मात्रै नभएर जहाँ पनि समस्या यही हो। जब गाउँमा मान्छे नै नभइसकेपछि बस्ती पातलो र बाँझो जग्गा बढी भएसँगै जङ्गलले घेर्छ। त्यसैको उदाहरण स्वरूप यो सानो चोइँगा गाउँ। तपाईहरुलाई कस्तो लाग्यो? कृपया सल्लाह सुझाव कमेन्ट दिनुहोला। नमस्कार, धन्यवाद।